आमा तपाईले भन्दै हुनुहुन्थ्यो नि बाबु अहिले त हाम्रो क्षेत्रबाट काङ्ग्रेसले गतिलो उम्मेदवार उठाएको रहेछ, रुखमा भोट हाल्छु है भनेर। हुन्न आमा हुन्न। यदि तपाईले रुखमा भोट हाल्नुभयो भने त्यो भोट गगन थापाले पाउँछ, शेरबहादुर देउवाले पाउँछ, अर्जुन राणाले पाउँछन्। अनि तपाईले सूर्यमा भोट हाल्नुभयो भने त्यो भोट केपी शर्मा ओलीले पाउँछ। तपाईले तारामा भोट हाल्नुभयो भने त्यो भोट प्रचण्डले पाउँछ, माधव कुमार नेपालले पाउँछन्। तपाईले बिर्सिसक्नु भयो र अस्ति भर्खर तपाईका 76 जना छोराहरूलाई बङ्ल्याङ बङ्ल्याङ बाटामा ढालेको। एकचोटि सम्झिनुस् त, एमाले काङ्ग्रेस र माओवादीलाई भोट दिनु भनेको ती 76 जना शहीदहरूको रगतमा होली खेल्नु बराबर हो नि आमा। बिर्सिनु भएर अस्ति तपाईका छोराहरूलाई ढाले, फेरि तिनीहरूलाई नै जिताउनु भयो भने भोलि पर्छ तपाईको नातिलाई नै ढाल्छन्। अब हामीले आफ्नो सन्तानलाई गुमाउन चाहन्नौ आमा। तपाईले घन्टीमा भोट हाल्नुहोस्, रवि दाइले पाउनुहुन्छ त्यो भोट, बालेनले पाउँछन् त्यो भोट। त्यहाँ रवि दाइ नउठेर के भयो त, त्यहाँ बालेन नउठेर के भयो त, रवि दाइले पाउनुहुन्छ नि त्यो भोट। हुन्न, अन्त हात नजाओस् नि तपाईको। तपाईले तपाईको नाति पनि ती 76 जना छोराहरू जस्तै ढलेको हेर्न चाहनुहुन्छ र? हुन्न है आमा, हुन्न, घन्टीमै हाल्नु पर्छ नि।